ब्रुनोको आजको डिनरमा चाहिँ छ चिकन राइस अनि सोया बडी। ब्रुनो चाहिँ अघिदेखिको यहाँ हेरिरहेको छ अनि कति बेला चाहिँ मलाई दिन्छ भनेर। अन्त यहाँनिर चाहिँ अलिकति हामी हिमालय यो फर्ग्लो पनि हाल्नेछौँ। यो चाहिँ कोटको लागि एकदमै राम्रो हो, स्किनको लागि, ब्रुनोको लागि, ओभरअल हेल्थको लागि। यो चाहिँ 5 ml गरेर चाहिँ दियो भने चाहिँ एकदमै राम्रो हो। यो 5 ml छ, क्वान्टिटी 5 ml हो। योसँग चाहिँ म्यास गरिकन यसरी दिँदाखेरि चाहिँ एकदम राम्रो हुन्छ योसँग चाहिँ, किनभने सलाइभा जति सलाइभा प्रड्युस गर्यो खानासँग त्यति नै हाम्रो जुन चाहिँ हुन्छ हाम्रो अनि जति पनि एनिमल्सहरू हुन्छ सबैले राम्रो काम गर्छ नि त, त्यति नै भिटामिन भएर चाहिँ पुग्छ नि त होइन। अन्त अब चाहिँ भन्नुपर्दाखेरि चाहिँ चिकन राइस, चिकन जो चाहिँ एउटा प्रोटिन सोर्स हो होइन, मसल्सको लागि एकदमै स्ट्रङ राख्छ, बडी मेन्टेनेन्सको लागि, लाइफस्टाइलको सपोर्ट गर्छ होइन। अन्त ब्रुनो लाइक त्यसै त अन्त वकिङ अन्त खेल्दाखेरि होइन एनर्जी चाहियो नि त, त्यसको लागि चिकन भइहाल्यो। राइस कार्बोहाइड्रेट भइहाल्यो, जो हामी भन्ने गर्छौँ कि कोही बेला डिनरमा पेडिग्री दिन्छु, कोही बेला राइस दिन्छु। सोया बडी, यहाँनिर सोया बडीमा चाहिँ एक्स्ट्रा प्रोटिन दिने गरेकोले चाहिँ राम्रो हुन्छ, किनभने यो चाहिँ जति पनि छ बेटर हुन्छ ओभरअल हेल्थको लागि चाहिँ, ब्रेनको लागि पनि एकदमै राम्रो हो होइन। बडी बिल्डिङ फुड भइहाल्यो योहरू सबै। अन्त यो सोया बडीले झन् बडी बिल्ड गराउँछ, एकदम राम्रो हो। अन्त हिमालय फर्ग्लोको चाहिँ के छ भन्दा चाहिँ बेनिफिट्स चाहिँ यसको हेल्दी स्किन बनाउँछ, अन्त साइनी स्किन बनाउँछ होइन। तपाईँ जति पनि पेट ओनर्स या पेट पेरेन्ट्सहरू हुनुहुन्छ, म्याटमा लगेर ब्रुनो म्याटमा लैजान्छ। त्यसले अहिले पनि त्यहाँ आफै झरेको थियो, म्याटमा लैजा पहिला म्याटमा लैजा म्याटमा त्यहाँ होइन उयो राख्न त्यो खाइहाल्छ पहिला यसले। त्यहाँबाट चाहिँ यो भइहाल्यो, हिमालयले चाहिँ नरिस फुड गराउँछ होइन। अन्त यहाँनिर खाना खालि एउटा उयो मात्रै होइन, यसको लागि चाहिँ एउटा प्रपर एउटा ओभरअल हेल्थको लागि चाहिँ एकदमै न्युट्रिसन रिक्वायरमेन्ट अनुसार हो। यसको डेनमा लैजायो, अब त्यहाँभित्र म्याट छैन, आज भइरहेछ यता म्याटमा यता आएर यता रहेछ ब्रुनो, अर्को म्याट हेर आउँछ अन्त खान्छ। ब्रुनोले चाहिँ यसरी यस्तो मजाले हाल्यो है परबाट। अन्त कतिवटा भिडियोहरू हामीले देखाउने पनि गरेको छौँ। यसले म्याटमै ल्याउँछ, जे पनि गर्छ, बिस्किटहरू दियो भने सानोभन्दा सानो चिज पनि यसले म्याटमै लिएर चाहिँ खाने गर्छ हो। अन्त यो चाहिँ यसको ट्रिट भइहाल्यो, यो हड्डी ट्रिट छेउको चाहिँ त्यो चाहिँ यसको टाइम पास। जब चाहिँ हामी मोबाइलहरू चलाउँछु या के कामहरू गर्छु यसो हामीलाई हेर्छौँ, त्यहाँबाट कलाकुलो गर्दा यो चाहिँ जुन देखाउँदैछु यो चाहिँ ट्रिट भइहाल्यो, हड्डी ट्रिट हो। यो चाहिँ लङ लास्टिङ, यो 2-3 दिनसम्म पनि जान्छ। अन्त चेन्ज गरिदिनु पऱ्यो, 2 दिन 3 दिनमा चाहिँ चेन्ज गर्नु पऱ्यो होइन, किनभने फङ्गस बसिहाल्छ। अलिकति सेतो भयो भने फ्याँकिदिँदा भइहाल्यो, अन्त अर्को रिप्लेस गरिदियो हो। अन्त नयाँ इन्ग्रिडियन्ट्ससँग दियो भने चाहिँ विथ सप्लिमेन्ट, जुन चाहिँ हामी फर्ग्लोको कुरा गरेका थियौँ त्यो चाहिँ दियो भने एकदम न्युट्रिसनल बेनिफिट्स भएर जान्छ। अन्त प्रोपोर्सन पनि राख्नु पऱ्यो नि त, 5 ml। हामीले चाहिँ त्यो हिमालय फर्ग्लो चाहिँ दिनमा एकपल्ट दिने गरेको छौँ, तर कतिवटा प्रब्लमहरू छन्, स्किन प्रब्लमहरू छन् चाहिँ दिनमा 2 पल्ट चाहिँ रिकमेन्ड गर्छ। तर हामी चाहिँ एउटा सप्लिमेन्टको रूपमा दिने भएकोले चाहिँ 5 ml गरेर दिन्छौँ। यहाँनिर राइस चाहिँ एकदम रातिको टाइममा चाहिँ सुइटेबल क्वान्टिटीमा दियो भने चाहिँ राम्रो। अन्त यहाँनिर चाहिँ टेस्टी बनाउँछ एउटा सोया बडी। अन्त यहाँ खाइ पनि सक्यो ब्रुनोले। अन्त यहाँनिर यो छोडेको छ सोया बडीको, यो बिस्तारै खान्छ यसले हो। गुड बोय चाहिँ भनिरहनु पऱ्यो बिचमा। यो पनि म्याटमै लगेर खान्छ, यस्तो गुड बोय छ यो।
त्यो भुइँमै खानु सक्दैन होइन यो बानीहरू चाहिँ कतिवटा चाहिँ दामी छ भेरी गुड ब्रुनो भेरी गुड भेरी गुड भेरी गुड सोयाबडी खा बडी त्यो पनि खा डाइजेस्ट मजाले हुन्छ नि त छिटो हुन्छ नि त हो सोयाबिन चाहिँ दिने गरेको छौँ तपाईँहरूले पनि आफ्नो पेटलाई होइन आफ्नो जति पनि डग पेटहरू छ उहाँहरूलाई चाहिँ सोयाबिन दियो भने चाहिँ एक्स्ट्रा प्रोटिन दिएको बराबर हुनेछ तपाईँहरूले त्यो दिनु सक्छ खानामा मिलमा अन्त बोइल गरेर चिकन त्यो त अलिकति टर्मरिक हालेर दियो भने अझै राम्रो हल्दी हालेर दियो भने अन्त राइस ल आजको लागि त्यति नै ब्रुनोले खाइ पनि सक्यो डिनर हो See you in the next video भन्दैन ब्रुनो Till then, bye bye. Very good. Very good, very good, very good Bruno. एकछिनै ब्रुनोको च्यानल पनि छ नि त है युट्युबमा च्यानल छ नि त त्यहाँ पनि हाल्नुपर्छ हो जागरुकताका लागि हुन्छ सी यू इन द नेक्स्ट भिडियो बाई बाई